नयाँ बारीको माछा ल मिस्टेक भएछ। सो गाइस आज चाहिँ यो आमामा टुङ्गर यस्तो गुड मर्निङ। आज चाहिँ म बिहान बिहान उठेर गाउँतिर यसो हेरेको त आमामा यसरी खेततिर पानी जमिराखेको छ। खेतमा चाहिँ एकदम आज रातभरि पानी परेर यो ड्याममै भरिराखेको छ यो खेततिर चाहिँ हो। पुरा पानी परेछ आज, खोला पनि एकदमै बढिराखेको होला। किनभने म चाहिँ अहिले बिहान बिहान मर्निङको टाइममा उठेर अब हल्का बाटोतिर हिँड्दैछु। खोलामा पनि यसो आएको त एकदम बाढी चाहिँ निकै आएको रहेछ हौ यहाँ। एकदम बाढी चाहिँ खोलामा ड्याममै छ। पुरा पानी आएर चाहिँ खोला बढिराखेको छ अहिले। यो चाहिँ मेची खोला, यो खोला चाहिँ बढिराखेको छ। कालो न कालो पानी आइरहेको छ। म त छक्क भरेको यस्तो बिहान आउँछ। हात्ती हेर्नु आएको खास आज हात्ती पनि पार भएको छैन रहेछ। किन भनेपछि आज यो पानी परेको कारणले उनीहरू चाहिँ राति नै रिटर्न भएको। मामाको पनि सानो छ एकदम। अरे यस्तो यो पोखरीमा माछा मार्न आइरहेको यता यहाँ यहाँ अब जाल हान्दैछ। एकदमै ठुलो माछा पर्ने छ होइन। मिस्टेक भएछ। यसपालि चाहिँ कस्तो आउँछ माछा फेरि। नेपाल त ठुलो आयो भने त जप भइहाल्यो। यतिको पऱ्यो भने त चार पाँच रात पढ्ने त पुगिरहेको त। यो खाल्टो चाहिँ बाढीले खनेको जस्तो छ भनेर माछा आएन। ढुङ्गामा सानो सानो पोया माछा चाहिँ छ हौ। होइन म त डाइरेक्ट कुनै काम आज नदी चाहिँ बाटोमा यहाँ चाहिँ ठुलो माछा आउँछ होला। पानी घुमेको छ नि त यहाँ। एउटा छैन हिलो मात्र। नयाँ बारीको माछा रुई माछा ठुलो छ है। सो गाइस आज चाहिँ यो आमामा टुङ्गर यस्तो दामी देखिरहेको छ हौ। आज हेर्नु नि यहाँ बादल पनि झप्पै पानी परेर यो पनि हेर्नु होला यो खाल्टोलाई। आमामा आज पानी अस्ति भर्खर भ्लगमा मैले भिडियो हालेको थिएँ त्यति पानी थिएन होइन। आज हेर्नु कस्तो दामी देखिरहेको छ हौ। यहाँ चाहिँ